हेलो एभ्रिवान, आजको यस भिडियोमा हामीहरू फ्रेमिङ एन्ड द कन्ट्रोल मेकानिजमको बारेमा कुराकानी गर्नवाला छौँ। सबभन्दा पहिला हामीहरू फ्रेमिङको बारेमा बुझौँ। फ्रेमिङ भनेको कि अब डेटा प्याकेट्सहरू हुन्छ नि त, हामीहरू डेटा प्याकेट्स, त्यो डेटालाई एकैचोटिमा ट्रान्सफर गर्नको लागि हामीहरू डिफिकल्टी हुन्छ। जस्तै नेटवर्क लेयर टु द डेटा लिङ्क लेयर, जतिखेर नेटवर्क लेयरबाट डेटा जुन आउँछ नि हाम्रो डेटा लिङ्क लेयरमा सर्टमा डिडिएल लेखिदिन्छु, डेटा लिङ्क लेयर, त्यतिखेर चङ्क्स अफ डेटा आउँछ त्योमा, अनि त्योमा डेटाको लस हुने चान्स बढ्न जान्छ। सो देयर इज एन म्याक्सिमम लस अफ द डेटा इन द डिडिएल। ओके, सपोज 5 MB को डेटा आयो, डेटा लिङ्कबाट लेयरले 5 MB को डेटा पठायो है त। तर चाहिँ डेटा लिङ्क लेयरमा ओन्ली रिसिभ 2 MB। मैले एक्जाम्पल मात्रै दिएँ। सो 3 MB को डेटा लस भयो। ओके, त्यो इस्युलाई कम गर्नको लागि हामीले फ्रेमिङको कन्सेप्ट ल्याएको छौँ। फ्रेमिङमा डेटा पठाउने जस कारणले डेटामा कुनै लस हुँदैन र त्यही कन्ट्रोल मेकानिजमको थ्रु एउटा सही ढङ्गले पठाउने हो डेटा भने कुनै पनि लस हुँदैन। एउटा राम्रो फ्लोको साथ, फ्लो पनि जरुरी हो, मेन्टेन हुन्छ। फ्लोको मेन्टेन पनि हामीले गर्नुपर्ने हुन्छ। विदाउट मेन्टेनिङ द फ्लो डेटा हामीसँग पठाउन सक्दैनौँ। डिडिएलको कुरा त्यो फङ्सनमा रोल्स एन्ड रेस्पोन्सिबिलिटी वाला भिडियोमा गरिसकेको छु। सो फ्रेमिङ मिन्स वाट? फ्रेमिङ बुझाइदिएँ। ओके, तो फ्रेमिङ मिन्स त्यहाँ हामी त लेख्न सक्छौँ whenever data come from data link layer, network layer to data link layer, we have to frame the data because we cannot able to transfer the heavy data. That's why we should frame those packet, frame in the form of packet, PACKET. ओके, त्यही कारणले हामी के गर्छौँ त, डेटालाई फ्रेम गरिदिन्छौँ प्याकेटको फर्ममा। सो डेटा राम्ररी ट्राभल हुन सक्छ। सो डेटालाई हामी जतिखेर फ्रेममा प्याकेटमा बन्द गर्छौँ त्यतिखेर डेटा के हुन्छ त, सही ढङ्गले ट्रान्सफर हुने काम गर्दछ। त्यही कारणले फ्रेमिङ इम्पोर्टेन्ट हुन जान्छ डेटा लिङ्क लेयरमा। ओके, आई होप तपाईँहरू बुझ्नु भएको होला। अनि अब आउँछ स्ट्रक्चर अफ फ्रेमिङ। सो अब एउटा स्ट्रक्चरको बारे कुरा गरौँ। स्ट्रक्चर अफ फ्रेमिङ। So how the structure is going to be look like? Okay, so how the structure is going to be look like when you frame the data? जतिखेर हामी डेटालाई फ्रेम गर्छौँ त्यतिखेर त्यसको स्ट्रक्चर कस्तो देखिन्छ त, त्यसको बारेमा कुरा गरौँ। सबभन्दा पहिला यता त हेडर हुन्छ। हेडर, फर्स्ट अफ अल देयर इज एन हेडर, then after payload was there. payload के हो, कन्फ्युजन नहुनु होला। पेलोडलाई डेटा पनि भन्न सक्छौँ हामीहरू, or data. Okay, simply we can also say the data here. then after tailor, what? Tailor. Okay, so this is an format of structure of फ्रेमिङ। यस्तो हाम्रो के हुन्छ त, फ्रेमिङको स्ट्रक्चर हुन्छ।
सबभन्दा पहिला हेडर हुन्छ, त्यसपछि पेलोड अनि त्यसपछि टेलर। ओके, सो फ्रेममा हामी के गर्छौँ त, सपोज अब हामीसँग के हो त, एउटा सपोज एउटा इक्जाम्पल लिउँ हामीहरू कि हामीसँग एउटा डिफ्रेन्ट एउटा स्टेसनहरू प्रेजेन्ट छ। यहाँ ए स्टेसन, लाइक बी स्टेसन, सी, डी, ई, like this. Okay, so this is an A, this is an B, this is C, this is D and this is E. Suppose हामीले A स्टेसनबाट डेटालाई C स्टेसनतिर पठाउनु छ, त हामीहरू डाइरेक्टली त्यो कुरा काम गर्न सक्दैनौँ। हामीले डेटा प्याकेटलाई फ्रेम गर्नुपर्ने हुन्छ। पहिला नै भनिदिएँ, नेटवर्क लेयरबाट डेटा लिङ्क लेयरसम्म आउँदाखेरि हामीले डेटालाई के गर्नुपर्छ त, फ्रेमिङ गर्नुपर्ने हुन्छ। त यो डेटा हामी सपोज आयो, यो डेटालाई हामीहरू फ्रेम गरेर पठायो। सपोज यो डेटा हामी एबाट पठायो फ्रेम गरेर DCCसम्म जानुको लागि। ओके, सो वी हेभ टु फ्रेम द डेटा। ओके, नाउ फ्रेमिङ पठायो गर्नको लागि अनि त्यसपछि एउटा सिक्वेन्सियल म्यानरमा जाओस् भन्ने कुरा। अब एउटा ल्याङ्ग्वेज, अलिकति ल्याङ्ग्वेज इक्जाममा कसरी लेख्ने त्यो पनि म भनिदिन्छु। कसरी लेख्ने, लेट अस सपोज इफ ए नोड, यो ए नोड या स्टेसन पनि भन्न सक्छौँ हामीहरू, स्टेसन भनौँ या हामीहरू होस्ट पनि भन्न सक्छौँ। डिफ्रेन्ट नाममा नजानु होला, काम के छ बुझ्नु होला। सो ए नोड स्टेसन या होस्टले डेटा ट्रान्सफर गर्यो, सेन्ड गर्यो कहाँसम्म त, सीसम्म। देन इन द्याट केस वी हेभ टु पुट अ हेडर। ठिक छ, ए स्टेसनले सी स्टेसनसम्म डेटा ट्रान्सफर गर्यो त हामीले एउटा हेडर हाल्नु पर्ने हुन्छ। ओके जी, हेडर हाल्नु पर्ने हुन्छ। सपोज हामीले एउटा हेडर हाल्यो, यो हेडर हाल्नु पर्ने हुन्छ। सपोज हामीले त्यो हेडर हाल्नु पर्ने हुन्छ। सपोज यो हाम्रो हेडर हो ए, सपोज एले हेडर पुट गर्यो, यो ए स्टेसनले के गर्यो त, हेडर पुट गर्यो। अनि त्यसपछि त्यो हेडरमा के हुन्छ त, त्यो हेडरमा दुवै थोक हुन्छ। त्यो हेडरमा सोर्सको आइपी पनि हुन्छ, वी हेभ टु पुट अ हेडर। त्यो हेडर ए पुट गर्यो, यो हेडरमा के हुन्छ त, सोर्सको एड्रेस पनि हुन्छ र डेस्टिनेसनको एड्रेस पनि हुन्छ। सोर्सको एड्रेस पनि हुन्छ र डेस्टिनेसनको एड्रेस पनि हुन्छ। भनेको सोर्स कहाँबाट डेटा आइरहेको छ, ए पोइन्टबाट डेटा आइरहेको छ, कहाँ डेटालाई जानु छ त, सी पोइन्टमा जानु छ। त सी पोइन्ट भनेको डेस्टिनेसन पोइन्टको एड्रेस पनि थाहा हुन्छ र ए पोइन्टबाट जहाँबाट डेटा आइरहेको छ त्यो पोइन्टको पनि डेस्टिनेसन हामीलाई थाहा हुन्छ। त्यो कुन पोइन्टबाट डेटा एक्चुअलमा आइरहेको हो र कुन पोइन्टमा डेटा डेस्टिनेसनमा, कुन डेस्टिनेसनसम्म जानु छ, त्यो दुवै लोकेसन थाहा हुन्छ। ओके, त्यो कहाँ हुन्छ त, त्यो हेडरमा हुन्छ। ओके, त्यो हेडरमा प्रेजेन्ट हुन्छ, त्यो हाम्रो हेडरमा प्रेजेन्ट हुन्छ ए। ओके, देन आफ्टर डेटा, डी भनेको डेटा। ओके, त्यो डेटा हाम्रो डी भनेको कुन डेटा, कस्तो टाइपको डेटा जान्छ त त्यो डेस्टिनेसन पोइन्ट सीमा, त्यसको लोकेसन पनि हाम्रो डीमा यो हाल्छु, त्यो हो डेटा। अनि थर्डमा के हाल्छु त, टेलर। ओके, थर्डमा के हाल्छु त, टेलर भनेको कि योमा कुनै डेटामा इरर आयो कि, ओके, यदि डेटामा कुनै इरर हुन्छ, ठिक छ, त्यही कारण हामीले त्यो इररलाई डिटेक्ट गरेर हामीले थाहा नै होला इरर डिटेक्सन कोड। ओके, सो इरर डिटेक्सन कोडले त्यसलाई डिटेक्ट गरिहाल्छ र त्यो डिटेक्टेड इरर के हुन्छ त, टेलरमा प्रेजेन्ट हुन्छ। फेरि भनिदिए एमा के हुन्छ त, एमा दुवै हुन्छ, सोर्सको एड्रेस पनि प्रेजेन्ट हुन्छ जहाँबाट डेटा आइरहेको छ र डेस्टिनेसन जहाँ डेटा जानु छ त्यो डेटाको एड्रेस यो एमा प्रेजेन्ट हुन्छ। डी भनेको डेटा, जुन डेटा गइरहेको छ एदेखि सीसम्म। अनि टी भनेको टेलर भनेको डेटाभित्र कस्तो इरर छ, द्याट इज प्रेजेन्ट अन टेलर पोइन्ट, द्याट इज अन टी, द्याट इज अन टेलर। ओके, सो टेलरमा के हुन्छ त, यो सोर्समा के हुन्छ त, एमा यो दुवै एड्रेस प्रेजेन्ट हुन्छ, आइदर सोर्सको एड्रेस पनि प्रेजेन्ट हुन्छ र डेस्टिनेसनको एड्रेस पनि प्रेजेन्ट हुन्छ। ओके, सो हाम्रो योमा के प्रेजेन्ट हुन्छ भने सोर्सको एड्रेस र डेस्टिनेसनको एड्रेस, बोथ दिज एड्रेस आर प्रेजेन्ट इन द्याट ए। ओके, नाउ अब के गर्छ त टेलरले, के गर्छ त, इफ द डेटा कमिङ फ्रम द सोर्स टु द डेस्टिनेसन, देन all these node can detect those. Okay,
अब के भनेको यो कुरा कि भने जतिखेर ए देखि सी सम्म डेटा गइरहेको छ, ठीक छ, ए देखि ए पोइन्टदेखि यो ए पोइन्टदेखि सी पोइन्टसम्म यो सी पोइन्टसम्म डेटा जाँदैछ भने यो डीले पनि डिटेक्ट गर्न पाउँछ र अर्को कुनै कुनै स्टेसनहरू छ त्यसले पनि डिटेक्ट गर्न पाउँछ। यहाँ त एउटा मात्रै स्टेसन छ, कुनै कुनै खेर अरू स्टेसन्सहरू पनि हुनसक्छ, अरू होस्ट पनि हुनसक्छ, त्यो सबै होस्टले डिटेक्ट गर्न पाउँछ। तर हामीले तर एउटा स्टेसन, तर जुन हाम्रो मेन स्टेसन छ जहाँ हाम्रो डेटा पुग्नु छ, जहाँले हामीले डेटा रिड गर्नु छ, जहाँले डेटा हामीले पुग्नु छ त्यो मात्रै के गर्न सक्छ त रिड गर्न सक्छ। तर जान्छ सबैबाट, डिटेक्ट सबैले गर्न सक्छ। कुरा ध्यानले सुन्नु होला, यो डीले पनि डिटेक्ट गर्छ, यो बीले पनि डिटेक्ट गर्छ। जतिखेर डेटा ए देखि सीमा जान्छ, यो बी पनि त बिचमा छ नि त, यो बीले पनि के गर्छ त डेटालाई डिटेक्ट गर्छ कि डेटा गइरहेको छ भन्ने कुरा। तर डेटा मात्रै रिड कसले गर्छ त सीले, किनभने एड्रेस डेस्टिनेसनको कसको निकास त डीको सीको छ, सरी सीको डेस्टिनेसन एड्रेस छ, त्यही भएर सीले मात्रै डेटा रिड गर्न पाउने हो। तर डिटेक्ट गर्ने काम जो जति पनि ए देखि सीमा जति पनि स्टेसन्सहरू प्रेजेन्ट छ त्यो सबैले डिटेक्ट गर्छ है त। त्यो मेन कुरा छ, त्यो कुरा पनि बुझ्नु होला एक्जाममा लेख्नु खेलामा। अनि त्यसपछि योमा के हुन्छ भने एउटा कुरा स्टार्टिङ अफ द फ्रेम डिलिमिटर के हुन्छ भने एसएफडी को कन्सेप्ट आउँछ योमा। यो स्टार्टिङ अफ द फ्रेम डिलिमिटर भनेको सिक्वेन्स स्टार्टिङ अफ द फ्रेम डिलिमिटर व्हिच टेल्स अस अबाउट द बिगिनिङ अफ द फ्रेम। ओके, स्टार्टिङ अफ द फ्रेम डिलिमिटर भनेको द बिगिनिङ अफ द फ्रेम कहाँबाट स्टार्ट हुने हो। ओके, स्टार्टिङ अफ द फ्रेम हामीले बताउँछ कि एबाट नै जान्छ, त्यो हामीले कसरी थाहा हुन्छ कि एबाट नै हामीले जानु छ भन्ने कुरा, त्यो हामीले एउटा एसएफडी हुन्छ, एसएफडी स्टार्टिङ अफ द फ्रेम डिलिमिटर, त्यो हामीले बताउने हो कि एक्चुअली हेडर कहाँबाट स्टार्ट भइरहेको छ भन्ने कुरा। हाम्रो हेडर एबाट स्टार्ट भइरहेको छ त्यो हामीले कसरी थाहा हुन्छ, बाई दि हेल्प अफ एसएफडी। सो हामीले यसरी एउटा के भन्ने टेबल बनाउने हो भने, यो फ्रेमिङ गर्ने हो भने सबभन्दा पहिला एसएफडी राख्ने, त्यसपछि सोर्स, जुन सोर्सबाट डेटा आउँदैछ र जुन सोर्समा डेटा जान्छ, हाम्रो सोर्स सीमा जान्छ त्यो सी राख्ने हो। अनि त्यसपछि डेटा, जुन डेटा हाम्रो जाँदैछ, ओके, देन आफ्टर जुन सोर्समा डेटा जानु छ डी, अनि यो कुन के जान्छ त डेटालाई हामी डिएटी लेखिदिन्छौँ। अनि टेलर लास्टमा के लेख्ने त हामी टेलर। त्यो टेलरले के गर्छ त इररलाई डिटेक्ट गर्ने काम गर्छ कि कुनै पनि डेटामा इरर छ कि छैन, त्यो कुरालाई डिटेक्ट गर्ने काम गर्दछ। त्यो बुझ्नुभयो कुरा, तपाईँहरू आफू बुझ्नु भएको होला। ए भनेको सोर्स हो, जहाँबाट डेटा आयो, म लेखिदिन्छु सोर्स हो। डी भनेको डेस्टिनेसन हो, जहाँ डेटा जानेछ, DESTENATION, जहाँ डेटा जानेछ। अनि त्यसपछि डेटा, जुन डेटा हामीले पठाउँछौँ सोर्स टु द डेस्टिनेसन, त्यो के हो त हाम्रो यो डी हो डेटा। अनि टेलर भनेको यो इरर डिटेक्सन कोडमा हेल्प गर्छ। इरर डिटेक्सन कोड भनेको डेटाको भित्र कुनै रङ छ, कुनै मिस्टेक छ भने त्यो कुरालाई डिटेक्ट गर्ने काम केले गर्ने हो त इरर डिटेक्सन कोडले गर्ने हो। त्यो कुरा ओभरअल यति नै छ योमा। अनि योमा एउटा अझै कुरा आउँछ कि फ्रेमिङ, यो कुरा मेन कुरा त त्यही छ कि यो कुरा मेन छ, तिनी लेख्नुहुन्छ एक्जाममा तपाईँले मार्क्स मिलिहाल्छ। तर एउटा आउँछ फिक्स्ड फ्रेमिङ र भेरिएबल फ्रेमिङ, त्यो अलिकति हायर कन्सेप्ट भइहाल्छ कि डेटा एसएफडी के बनाउँछ त स्टार्टिङ अफ द फ्रेम, अनि फ्रेम कति लेन्थको हुन्छ, फ्रेम चाहिँ भेरिएबल पनि हुनसक्छ, फ्रेम चाहिँ फिक्स्ड लेन्थको पनि हुनसक्छ, त्यस्तो कन्सेप्ट आउँछ भने इट मिन्स द्याट वाट द फ्रेम इज 100 MB। यो अलिकति एडभान्स कन्सेप्ट छ, यो अलिकति नेक्स्ट भिडियोमा कभर गर्छु फ्रेमिङको कन्सेप्ट। तपाईँ त्यतिको लागि अति बुझ्नुहोस् कि यो फ्रेमिङ के हो, म अलरेडी तपाईँलाई डिटेलमा भनिदिएँ। आई होप तपाईँले भिडियो लगाउनु राम्रो सब्सक्राइब सेयर गरिदिनु होला। थ्याङ्क यू।